वकिल कण्ठको ध्वनि साँच्चीकै रमेश परियार एउटा यस्तो व्यक्तित्व दाइ एकदिन उठिदिनुहोस् न। यस्तो आवाज मेरो किन नभएको होला भनेर म कहिलेकाहीँ भगवानसँग गुनासो पनि गर्ने गर्छु दाइ। गाउनकै लागि जन्मिएको तपाईँ हामी सबैको प्रिय कलाकार रमेश परियारको लागि यहाँ सबैजनाले जोरदार ताली बजाइदिनु होला दाइ। यहाँलाई हार्दिक स्वागत छ। मैले बोलेको कतिसम्म सत्य रहेछ भनेर दाइले अहिले गीत गाएर प्रमाणित गरिदिनु हुनेछ। यो असाध्य मिठो साउन्ड सर्भिसलाई पनि धेरै धेरै धन्यवाद भन्दै अब बिस्तारै बिस्तारै कार्यक्रमलाई अगाडि चलाउने हो। ल अब प्रेमको आवाज पनि खल्लो लाग्दै गर्छ हैन, किनभने चिनी धेरै चपायो भने मिठो हुँदैन नि। यस कारणले गर्दा अब कति पनि विलम्ब नगरी म एउटा यस्तो लोकप्रिय अनि कर्णप्रिय आवाज जसले सुदूरपश्चिमको माटोलाई गुन्जयमान गर्दै, जसले सुदूरपश्चिमको माटोलाई प्रतिनिधित्व गर्दै राष्ट्रका विभिन्न मञ्चहरूमा आफूलाई उपस्थिति जनाउनु हुने आदरणीय दाइ रमेश परियारलाई प्रस्तुतिको लागि वैश्विक अग्रभागमा आमन्त्रित गर्दछु। धन्यवाद मेरो प्रिय भाइ प्रेमले धेरै बोल्यो, किनभने मेरो घाट पनि बसेको छ। म त्यति प्रेमले भने जस्तो आज गाउन सक्दिनँ होला। उपस्थित आमा बुवा दाजुभाइ दिदीबहिनीमा म रमेश परियारको तर्फबाट नमस्कार। र मैले मञ्चमा देखेको छु मेरा भैसाजी, महेन्द्र भाइ, मेरा एकदमै लविनजी, सुधीरजी, धेरै भाइहरू हुनुहुन्छ, गणेश भाइ, अर्जुन भाइ लगायत सम्पूर्ण भाइ मेरो तर्फबाट नमस्कार भन्दै म एउटा गीत गाउँछु, स्वीकार्नु होला। होइन बहिनीहरू रुनु पनि पार्छ नि। खोली का सने न्यूला कलम छै झलझली। धन्यवाद। मैले अहिले टिकटकमा मेरा गीतहरू हजुरहरूले सुन्नु भएको होला। आइगए भाइटिका तिहार, त्यसै गरेर मैले आगडा राई बजाज भट्टको गीत पनि गाएको थिएँ पछिल्लो समयमा। दुखैमा जिन्दगी बित्यो बग्न चौलानी, कर्म हारेरै छु कहाँ जान्छै बग्न पानी, कैको मायामा